त्यो पनि भत्केर त्यस्तो बिजोग भएछ। त्यो मासुहरू भार लगाएर टक्क राख्ने, सुकाउने काम आगोको राप लगाएर दामी। अनि त्यो टक्क घिउ राख्थ्यो यस्तोमा, यस्तो काठको बनाउँथ्यो, कस्तो दामी दामीहरू हुन्थ्यो। अनि यो चाहिँ अब बत्तीका मट्टीतेल यसमा हाल्ने, अनि त्यहाँबाट यो सलेदो हुन्छ, सलेदो हाल्ने। सलेदो हालेपछि राति अब पहिला त बिजुली बत्ती हुँदैन थियो, बिजुली बत्ती नभएपछि हामीले के गर्थ्यो त, यसमा यो फलामको बनाउँथ्यो। सबैको घरमा हुन्थ्यो क्या यस्तो चाहिँ। मट्टीतेल ल्यायो, मट्टीतेल लिइसकेपछि अनि यसमा हाल्यो, यो खोलेर यसमा हाल्यो, यो खोलिसकेपछि यसमा चाहिँ सलेदो निकालेको हुन्थ्यो अब गाउँघरमा। अनि सलेदो हालिसकेपछि चाहिँ राति चाहिँ यो बत्तीको आडमा हुन्थ्यो क्या घरमा, सबैको घरमा। कसै घरमा ठुलो, कसै घरमा सानो, कसै घरमा अर्को खालको हुन्थ्यो। लाइटहरू देखियो, अनि ब्याट्री हालेर त्यो 6-7वटा चिम भएको बत्ती देखियो। त्यो पछि सोलर आयो गाउँमा, सोलर आइसकेपछि बिजुली आयो। यो चाहिँ अब रक्सी पार्ने भाँडा है त। जाँड बनायो, जाँड बनाइसकेपछि अब गहुँको, कोदोको, गाउँमा चाहिँ कोदोको एकदम बवाल हुन्थ्यो, 3 पानी